के तपाईले थाहा छ नेपालले विश्वकै उत्कृष्ट कफी उत्पादन गर्दछ। गुल्मीको पहाडदेखि काठमाडौँको गल्ली गल्लीमा कफीको कल्चर बढिरहेको छ। तर के हामी विश्व बजारमा नेपाली कफीलाई प्रतिस्पर्धा गर्न सक्षम छौं त? लेट्स फाइन्ड इट आउट। यदि तपाई च्यानलमा नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गरेर हामीलाई सहयोग गर्न सक्नुहुनेछ, किनभने तपाईको छोटो सब्स्क्राइबले हामीलाई अझै धेरै भिडियो बनाउन मद्दत पुग्नेछ। नेपालमा पहिलोचोटि 90 वर्ष अगाडि कफीको पहिचान भएको पाइन्छ। हिरागिरी जुन एक साधु थिए, उनले 1938 मा म्यानमारबाट बिउ ल्याएर नेपालको गुल्मी जिल्लाको आँपचौर भन्ने ठाउँमा लगाएको पाइन्छ र त्यही समयबाट नै नेपालको गुल्मी जिल्ला भनेको नेपाल कफीको जन्मस्थान भनेर बुझिन्छ। नेपालमा मुख्यतया धेरै कफी उत्पादन हुने क्षेत्रहरू भनेको गुल्मी, पाल्पा, सिन्धुपाल्चोक र काभ्रे हो। नेपालमा उत्पादन हुने कफी प्राकृतिक तरिकाले नै उत्पादन हुन्छ र यसमा रसायनको मिलावट कम हुने हुँदा यसको स्वाद एकदमै चकलेटी प्रकारको हुन्छ। यसले गर्दा नेपाली कफीलाई विश्व बजारमा चिनाउनको लागि एकदम ठूलो मद्दत गर्दछ। तर यस्तो हुँदा हुँदै पनि किन नेपाली कफी विश्व बजारमा आफ्नो स्थान पाउन सकिरहेको छैन त? उच्च गुणस्तरको कफी हुने भए तापनि नेपाली कफीले बजारमा भोग्नु परेका समस्याहरू धेरै छन्। काठमाडौँ, पोखरा लगायत अहिले धेरै सहरहरूमा पनि कफीहरूको खपत एकदमै बढेको पाइन्छ। वर्तमान समयमा विदेश गएर कफी सम्बन्धी दक्षता हासिल गरी आफ्नै देशमा केही गरौँ भनेर आई कफी सप खोलेर कफी कल्चरलाई अगाडि बढाएको पाउन सकिन्छ। नेपाली कफी अहिलेको समयमा जापान, अमेरिका, युरोप जस्तो देशमा पनि निर्यात सुरु गरिसकेको छ। माई रिपब्लिकाको पोस्ट अनुसार आर्थिक वर्ष 2023-24 मा 89 मेट्रिक टन कफी निर्यात गरेकोमा 443 मेट्रिक टन कफी आयात गरेको पाइन्छ। भनेपछि नेपालीलाई चाहिने कफी हामीले उत्पादन नै गर्न सकेका छौँ। अब सोच्ने बेला आएको छ। कफी इन्डस्ट्रीमा काम गरेर राम्रो प्रोडक्सन दिएको खण्डमा हाम्रो बजार एकदमै सुरक्षित हुनेछ। नेपालमा कुनै पनि राजनीतिक दलहरूले कफी व्यवसायको बारेमा बोलेको देखेको छैनौँ। यसरी सरकारी तवरबाट नै सहयोग नहुने हुनाले थोरै भएको व्यवसायहरू पनि बिस्तारै विदेश पलायन हुँदै गएका छन्। नेपालमा प्रति व्यक्ति 75 रोपनी जग्गा मात्र आफ्नो स्वामित्वमा राख्न पाइन्छ, जसले गर्दा व्यावसायिक कफी क्षेत्रमा बाधा पर्दछ भने अस्पष्ट जग्गा भाडा नियमले पनि यस क्षेत्रको दीर्घकालीन लगानीलाई असर गर्दछ। नेपालमा कफी उत्पादन गर्न आधुनिक प्रविधिको अभाव, उत्पादन भएको कफी बजारसम्म पुर्याउन एउटा राम्रो माध्यम नहुनु, जनतामा जनचेतनाको कमी, कमजोर बजार प्रवर्धन र सरकारी क्षेत्रबाट एउटा बलियो कानुन निर्माण नगर्नुले पनि नेपालको कफी क्षेत्रमा नकारात्मक असर पर्दछ। नम्बर 1 मा रहेको छ स्पेशलिटी कफी एक्सपोर्ट। नेपाली कफी उच्च पहाडी क्षेत्रमा अर्ग्यानिक तरिकाले उत्पादन गर्ने हुँदा हामीले प्रिमियम बजारमा फोकस गर्नुपर्दछ, किनभने त्यहाँ स्पेशलिटी कफीको माग उच्च हुने गर्दछ। नम्बर 2 मा रहेको छ कफी टुरिज्म। एउटा कफी फर्म बनाएर टुर एक्सपिरियन्स गराउने, टेस्ट एक्सपिरियन्स गराउने र त्यसले गर्दा लोकल र अन्तर्राष्ट्रिय पर्यटकहरूलाई पनि आकर्षण गर्न सकिन्छ। नम्बर 3 मा रहेको छ अनलाइन कफी सेल। नेपाली कफी डाइरेक्ट अनलाइन मार्फत बिक्री गरेर पनि यस व्यवसायको बजार विस्तार गर्न सकिन्छ। नम्बर 4 मा रहेको छ बारिस्ता ट्रेनिङ एन्ड कन्सल्टेन्सी। धेरै कफी सप खोलेर बारिस्ता ट्रेनिङ दिने र कफी सप म्यानेजमेन्ट जस्ता कोर्सहरू बेचेर पनि एउटा राम्रो व्यवसाय हुन सक्दछ। रेडी टु ड्रिङ्क कफी। बोतल कोल्ड कफी र क्यान कफीको माग अहिले एकदमै बढिरहेको छ। लोकल स्वादले गर्दा नेपाली ब्रान्डले पनि बजारमा राम्रो प्रभाव पार्न सक्दछ। कफी इक्विपमेन्ट एन्ड एसेसोरिज। कफी बनाउने सामान बिक्री गर्ने, कफीको बिरुवा बिक्री गर्ने अथवा कफी बिन्स बिक्री गर्ने, यसले गर्दा पनि तपाईको कफी व्यवसायमा एकदमै धेरै कन्ट्रिब्युसन हुन आउँछ।